सबैमा नमस्ते। यो चाहिँ साउदी अरब हो। हेर्नुहोस् साउदी अरब कस्तो हुन्छ भनेर है। साउदी अरबको भन्छ मरुभूमि, गल्फ कन्ट्रीको मरुभूमि भन्छ। गल्फ कन्ट्रीको मरुभूमि भन्नुको कारण चाहिँ यस्तो हो, न त खासै बोडी बिरुवा देख्न पाइन्छ, न त खासै के देख्न पाइन्छ। यहाँ चाहिँ हरियाली भन्ने खासै देख्न पाइँदैन। यो रातो बालुवा भन्दा अरू खासै केही पनि देख्न पाइँदैन होइन। अनि दिउँसो गर्मी भएको बेलामा पानी पिउनको लागि पनि निकै गाह्रो पर्छ। यदि पानीमा कुलरको सिस्टम, पानी चिसो गराउने सिस्टम भएन भने दिउँसो पानी पिउन पनि गाह्रो पर्छ। पानी उमाले जत्तिकै हुन्छ। 50-51 डिग्रीको घाममा यस्तो यो खुल्ला ठाउँमा काम गर्दाखेरि कति गाह्रो हुन्छ भन्ने कुरा यो काम गरिरहेको मान्छेलाई थाहा हुन्छ। भन्छ नि मरुभूमिमा काम गरेको छु, यो छु। मरुभूमिको भन्ने कारण चाहिँ यही हो। यहाँ न त पानी हुन्छ, न त हरियो। यसो गर्मी